यसको यो चाहिँ अब ब्रिडर हो त्यसको पोती त्यहाँ रहेछ यसको हेलो नमस्कार सबैजनालाई आज भने चाहिँ म तपाईँलाई याङथाङ फार्म्स जो कि हाम्रो वेस्ट सिक्किमको पेलिङमा स्थित छ भने तपाईँलाई म आज यहाँभित्र के छ म तपाईँलाई देखाउँछु पर देख्नु हुँदै गरेको कोठीहरूको चाहिँ पहिला काजीको घरहरू साथसाथै माथि प्याराग्लाइडिङ पनि हुँदो रहेछ हो के अरे काजीको यो 52 ढोका घरहरू भन्ने चाहिँ यिनीहरू हो पहिला काजीकै घरहरू जस्तो थियो त्यस्तै छ अरे यहाँ चाहिँ हो अब यहाँ हामी जान्नुमा आउँछौँ यहाँ पेलिङमा चाहिँ पुरा काजीहरू छ भन्नु है यहाँ पर रेन्ज रोभर एट साथसाथै काजीको घर चाहिँ यस्तो थियो अरे पहिला यस्तो बस्थ्यो अरे यस्तो 52 ढोका घर भन्ने क्या त यस्तो हुन्छ यो सबै गर्ने भने चाहिँ 52 वटा दैलो र खिर्की गरेर चाहिँ 52 वटा हुन्थ्यो अरे हो अन्त इभन दो यो युटिलिटीमा पनि नम्बर हेर्नुहोस् त 022222 यति मजाको रहेछ कि यहाँनिर जग्गा म चाहिँ भन्नै पऱ्यो भने चाहिँ म चाहिँ फर्स्ट टाइम आएको यहाँनिर तपाईँले जेको पनि सुविधा पाउनुहुनेछ खानुदेखि लिएर तपाईँहरूले अब बर्ड्सहरू हेर्नु चाहेन भने नि हेर्नुहुन्छ सक्नुहुने रहेछ यहाँनिर तल एनिमलको अलिकति केहरू पनि रहेछ है यहाँ नर्सरीहरू पनि रहेछ है स्काई वक चाहिँ यतातिर छ भने चाहिँ हामी यहाँ तल झरेछौँ है अब यहाँ परदेखि चाहिँ टक्कै तपाईँको यो जूपट्टि लाग्यो स्ट्रबेरीहरू पाक्दै रहेछ पनि हुने रहेछ है यहाँनिर क्याट्रिनहरू सबै रहेछ है र यहाँनिर चाहिँ तपाईँको जूको लु अब चाहिँ तपाईँलाई म यहाँ जूको बारेमा देखाउँछु ल यहाँनिर रहेछ रेड ब्रेस्टेड गुज अरे उयानो यो त हामीले उयोतिर देखेको थियो डिस्कभरीमा देखेको जस्तै मलाई जतिसम्म लाग्छ नि यहाँनिर त्यस्तै ब्रिडहरू मात्रै छ जस्तै हाँसहरू भयो है अब त्यस्तै खालको ब्रिडहरूको लागि जग्गा बनाएको रहेछ यहाँनिर जस्तै यहाँ कोही ठाउँ सफा हुँदो रहेछ सुनिरहेकोलाई पनि यहाँ के हो सानो यति साफ सफाइ हुँदो रहेछ यो चाहिँ भनिन्छ इमो आम भन्नु त डन्डा रहेछ जस्तो लाग्यो हाम्रो उता रेन्जरमा कन्स्टिट्युन्सीमा इलास सर्कलमा पनि देखेको थिएँ मैले एकखेप यो इमो के भन्छ नि खुट्टा हेर्नु कत्रो छ अर्को चाहिँ यो चाहिँ हाम्रो कालिज जस्तो लाग्यो यहाँतिरको लोकल के यसलाई चाहिँ रिबिस अरे यहाँ छ यो चाहिँ यहाँ त फेरि हामीले पाल्ने टर्की रहेछ यहाँ चाहिँ टर्की यो चाहिँ टर्कीको जग्गा रहेछ यो चाहिँ टर्की मात्रै रहेछ अब यहाँ अर्कै कलरको टर्की चाहिँ यहाँ रहेछ है यो नदेखेको टर्की चाहिँ यहाँ रहेछ यो त अर्कै कलर रहेछ नि यस्तो चाहिँ रेयर हो नि यो चाहिँ रेयर भन्दा पनि अब हाम्रो सिक्किममा चाहिँ यस्तो देखेको थिएन हेर्दै जाउँ अगाडि के हुन्छ र यहाँ चाहिँ रहेछ तितर के पछि तितर के आगे तितर भन्ने चाहिँ यहाँ रहेछ यो चाहिँ हाम्रो घर गाउँमा पाल्दा नि हुन्छ खुल्ला छोडेर यहाँ चाहिँ कालिज रहेछ तर अब कालिज पनि धेरै हो किसिमको हुन्छ यो अर्कै किसिमको कालिज रहेछ यही रहेछ नि ओत्रा बसेको चल्ला हो यो त त्यो चाहिँ भाले होला यो चाहिँ पोथी होला नि र यहाँ चाहिँ रहेछ कालो हाँस
डेम्मै 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 रहेछ हाँसको प्रजाति चाहिँ पाउँछ मजाले ऊ पर राजा हाँस पनि रहेछ यो अर्कै ब्रिड रहेछ ऊ परको अर्कै ब्रिड रहेछ र यहाँ चाहिँ सिल्की कुखुरा रहेछ है सिल्की कुखुरा भन्छ होला आँखा पनि दिएको छैन कुकुरको बच्चा जस्तो भुक परिरहेको छ चियापत्तीको बगानभित्र बस्ने कालिज गोल्डन प्लिजेन्ट यो पोती हो त्यो भाले हो कालिजको चाहिँ दामी हुन्छ यसको त होइन यो आँखामा उयो लगाएको पो होला है नि यस्तो आँखामा कुनै के लगाइदिन्छ अरे नउडोस् भनेर ल आँखा टिपिहाल्नु नि यसो हामीले नदेखेको चिज चाहिँ यहाँ रहेछ है बट्टाई भन्छ नि बट्टाई त्यो बट्टाई चाहिँ तर यहाँ चाहिँ अर्कै क्यालिफोर्निया बट्टाई अरे यो चाहिँ हो अर्कै खालको चाहिँ टाउकोमा कुनै के भएको हाम्रोतिर त्यो भेट्ने चाहिँ हाउडेको बट्टाई रहेछ हौ यहाँ टाउकोमा चाहिँ के हो यस्तो यसको टाउकोमा एउटा भुत लगाएको रहेछ त्यो कुखुरा सेतोमा रहेछ अघि उपर कालो थियो भने यो सेतो हेलो ए सिल्की चिकन यसको अन्डा छ यो चाहिँ चारो खाने जग्गा रहेछ नि तिनीहरू चाहिँ चारो खाने यहाँ चाहिँ फेरि अर्कै बब वाइट क्वालिटी हामीले पाल्थ्यौँ नि मैले पालेको थिएँ नि बट्टाई हो त्यसकै ब्रिड तर अर्कै ब्रिड रहेछ अघि अर्कै तल अर्कै ब्रिड थियो यो अर्कै ब्रिड रहेछ यिनीहरू चाहिँ अन्डा चाहिँ जोड पार्छ है जाडोबाट लुइचे नि रहेछ जतिभारी नै हामीले त्यो जङ्गलतिर देख्छ नि यो लुइचे भिरतिर कराउँछ नि लुइचे सानो एक पाएको नि छैन कालिज ल पोती यहाँ रहेछ मार्क्स लगाएको जस्तो रहेछ है कि मार्क्स हो होइन मार्क्स त हो होइन यसै मार्क्स लगाएको जस्तो देख्दछ सबै कालिजको यो चाहिँ अब ब्रिडहरू त्यसको पोती त्यहाँ रहेछ यसको लु त साथीभाइहरू अब साह्रै लामो हुन्छ जस्तो देखेँ मैले मेरो चाहिँ कि भिडियो उनीहरू अन्डा पार्नु बसेर अन्डा पार्नु होइन चारो खाने जग्गा चाहिँ रहेछ त्यहाँ हो चारो हालिदिनु रहेछ त्यहाँ खानु यो भिडियो चाहिँ मेरो साह्रै लामो हुने रहेछ तपाईँहरूलाई देखाउँदा पनि अब यहाँ यो पनि कालिजकै भिडियो कालिज चाहिँ जोड रहेछ है पानी खाँदैछ माथि भाले अब भिडियो लामो हुनेछ तपाईँलाई हो यो भिडियो चाहिँ म यहीँ समाप्त गर्दै फेरि अरू कुनै दिन आयो भने तपाईँलाई म देखाउन चाहन्छु है ल त तपाईँहरू पनि भिजिट गर्नुहोस् याङथाङ फार्म पेलिङ सिक्किम है बाई बाई